हजुर नमस्ते नमस्ते सम्पूर्ण मेरो आमा बुवा दाजुभाइ दिदीबहिनी र देश विदेश रहनुभएको दाजुभाइ दिदीबहिनीलाई धेरै धेरै न्यानो माया व्यक्त गर्न चाहन्छु म अनु चाम्लिङको तर्फबाट। यतिखेर बसाइमा म यो सिचुमा के भयो अरे यो त खमारे नि खमारेमा आएको छु। मेरो सोल्टीमा यहाँ हुनुहुन्छ, मेरो कान्छी बुहारी यहाँ हुनुहुन्छ र यहाँ धानबारी यति राम्रो यति सुन्दरता छ दृश्यहरू। राम्रोसँगले हेरिदिनु होला र लाइक कमेन्ट सब्सक्राइब पनि गरिदिनु होला पनि भन्न चाहन्छु हजुरहरूलाई। राम्रो छ, राम्रो एकदमै धानबारी हेरिदिनु होला है, यति राम्रो छ कि यहाँको दृश्यहरू भन्नुपर्दाखेरि।